नमस्ते सम्पूर्णमा। आज चाहिँ मलाई घरबाट पठाइदिएको मायाको कोसेलीहरू तपाईँहरूलाई सबैलाई साझा गर्छु। अनि तपाईँहरूलाई थाहै छ यो चाहिँ एकदम प्रेसियस हुन्छ हामीहरूको लागि चाहिँ। यो चाहिँ अब घरदेखि टाढो यहाँ जति पैसा दिएर पनि किन्न पाउँदैन, अन्त घरबाट पठाउँदा यो चाहिँ हामीलाई एकदम खुसी लाग्छ। अन्त के पठाइदिएको छ भन्दा चाहिँ तपाईँहरूलाई भन्छु, यो चाहिँ काठमाडौँबाट किनेको यो पठाइदिनु भएको छ आमाले। यो चाहिँ मलाई गोल्ड स्टारको म पहिला पनि लाउने गर्थेँ। अनि यो पनि काठमाडौँबाट किनेर यो टिमुरको छोप 2 बोतल, मिठो हुन्छ भात चाहिँ झोर मोटाउने भयो। यो छ टिमुरको छोप, बब्लु सुपारी, मिठो सुपारी, स्विट सुपारी, यो बहिनीले छुर्पी, मिठो रहेछ एकदम चिजी फ्लेभरमा। यो पनिर जस्तो साह्रै कडा पनि होइन। यो छ अनि यही काठमाडौँबाट खट्टु, यो पुस्तकारी त कता छ, पुस्तकारी यहाँ छ पुस्तकारी। यो तितौरा अनि आमाले बनाइदिनु भएको धुलो अचार, निम्बु, अदुवा, मिठो फिलिङ्गेहरू सबै सिलामहरू हालेर बनाइदिनु भएको छ, फर्सीको बिया। अन्त यो चाहिँ डर्माको फेस वास, यो बायोटिनको फेस वास, अन्त यो वकमा जाँदाखेरि लाउने ग्लोभ्स। अन्त यहाँ यो सबै दबाईहरू छ। रिफ्रेस्टियर, आँखा एकदम ड्राई छ, मेरो सुपर ड्राई छ, रिफ्रेस पुरा चिलाउँछ। यो रिफ्रेस्टियर छ, एलर्जीको दबाई, माइग्रेनको दबाई, क्रिमहरू, यो माइग्रेनको दबाईहरू, पुरा माइग्रेन हुन्छ यो माइग्रेनकै दबाईहरू। यो सिट्रिजाइन, एलर्जीको दबाई, नाना थरीको। अन्त यो चाहिँ के भन्छ, छ्यापी, कालो दाल मस्यामहरूतिर चाहिँ यो असनबाट, काठमाडौँको असनबाट यो छ्यापी, यो क्यालकाटाबाट म्याङ्गो क्यान्डी, यो मैले खाइसकेँ अन द स्पट 2-3वटा होइन, म्याङ्गो क्यान्डी। अनि यो चाहिँ जया लेखेर मेरो माजुले पठाइदिनु भएको छ। यो आलुदमको रङ काट्दाखेरि यसमा पनि काट्छ। अनि गुन्द्रुक माइजूले पठाइदिनु भएको, थ्याङ्क यू माइजू। यो किनेमा माया माइजूले पठाइदिनु भएको। यो दार्जिलिङ टी आमाले महाराजा सागर रेस्टुरेन्टको अगाडिबाट किनेर पठाइदिनु भएको छ। यो चाहिँ मैले छोडेको थिएँ घरमै, यो पठाइदिनु भएको छ। अन्त यो कान फेरि गर्ने यहीँको चराहरूको टिपेर गर्थेँ म, यो घरबाट धोएर पठाइदिनु भएको छ। यो चाहिँ मेरो साथीले किनेर पठाइदिनु भएको छ मलाई। दार्जिलिङ टी कस्तो राम्रो प्याकेटमा दार्जिलिङ टी पठाइदिनु भएको छ। अन्त थ्याङ्क यू साथी। यो मलाई चाना पठाइदिएको छ मेरो साथीले। अन्त यो टी सर्ट पठाइदिएको छ मेरो साथीले, पिङ्क मनपर्छ भनेर। यो झन् राम्रो पिङ्क छ, यो पिङ्क पठाइदिएको छ टी सर्ट। अनि यो स्वेट सर्ट पठाइदिएको छ विन्टरको लागि, राम्रो छ, डिसेन्ट डिलिगेन्ट सोभर कलरको पठाइदिएको छ, थ्याङ्क यू सो मच। अन्त यो
यो चाहिँ बोजू र मेरो बन्डिङ बनाउनुको लागि चाहिँ साह्रै मेरो बोजूले चाहिँ कम्प्युटरमा गेम खेलेको गर्छ हो। अन्त यो चाहिँ बन्डिङ बनाउनुको लागि मैले मगाइपठाएको थिएँ। खेल्ने बोजू र म, अब हेरौँ कतिको मान्छ मान्दैन। कस्तो राम्रो कार्टुन क्यारेक्टरमा रहेछ यो। अन्त बहिनीले मलाई काजल ल्याइदिएको रहेछ, थ्याङ्क यू सो मच। अन्त यो चाहिँ घरबाट आमाले पठाइदिएको पिन्जरा झुम्का पठाइदिनु भएको छ, पेज एक्स्ट्रा पेजहरूसँग। कस्तो छ साथीहरू, राम्रो छ है। कस्तो लाग्यो तपाईहरुलाई, मन पर्यो? अन्त मैले हिजो जाँदाखेरि योहरू किनेको छु। यो जुत्ता यो 37 साइजको मलाई ठिकै हुन्छ, 38 को पनि ठिकै हुन्छ। यो किनेको छु तातो। यो चाहिँ माउन्ट हर्मनमा जाँदाखेरि, यो खेल्नु जाँदाखेरि लाउने त्यो जस्तो रहेछ, भित्र पनि तातो खालके यो। अनि यो किनेको छु। एउटा अझै छ, त्यो चाहिँ गिफ्ट दिनुको लागि किनेको मैले साथीलाई। अन्त यति नै हो साथीहरू। यो भिडियो लामो भयो होला, जसले लास्टसम्म हेर्नुभयो थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा।